हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। अनि सेवा र जोडले सन्चै हुनुहुन्छ तपाईहरु? अनि म पनि एकदम धेरै आरामै छु। अनि त्यसपछि अस्ति म नेपालबाट यहाँ आएँ नि, अनि सुरुवाती भिडियो बनाएको थिएँ। लास्टमा त के भइदिएछ भने डिलिट गरी पठाइछु क्या। सो भिडियो अन्तिमसम्म हेरिदिनु होला। के कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै अब भिडियो देखाउँदै छु हजुरलाई। बाइ बाइ हजुरआमा। सो अब हामी चाहिँ जाँदैछौँ। बुवा केही भन्नु छ छोरीलाई? हजुर छन्द थियो, अब फेरि आउँदा भरौँला न। छन्द थियो, अब फेरि आउँदा भरौँला न। आइल जानुस्, आइल जानुस्। गजब बेइज्जती है। शुभ यात्रा, राम्रो जानु, बिचमा फोन गर्नु। खाना खानमा कतिखेर पुगिन्छ, अनि ढिलो भयो अब गाडी आउँछ। लो सकियो सकिएको छ। के भन्नु अरे मम्मी? बुवाले के भन्नु अरे? शुभ यात्रा भन्नु छोडेर फेरि आउँदाखेरि भन्नु त थियो, फेरि भन्नुला। लगाएको त मम्मी बाइ बाइ। मलाई छाता परेन। यहाँ गाडी कुरेको 1 घन्टाभन्दा बेसी हुन लागिसक्यो। 1 घन्टा त के भन्नु, 1 घन्टै हुन लागिसक्यो। 40-45 मिनट भइसक्यो, पौने 1 घन्टा भइसक्यो। अझैसम्म गाडी आएको छैन। ए भगवान् कहिले आउँछ होला। अहिले नि मलाई गाह्रो भइरह कतिखेर। अहिले चाहिँ ट्याक्कै नै 1 घन्टा भइसकेको छ हामी आएको, भने गाडी यतिखेरसम्म आएको छैन। ए भगवान् के गर्ने होला। गाडीको पर्खाइमा मेरो आँखा होइन नि। मैले भनेको गाडी चाहिँ 1 घन्टा पछि आयो। 1 घन्टा पछि आएर पनि सिटै राखिदिएको रहेन रहेछ क्या। मैले भनेको चाहिँ सो हामी चाहिँ ठुलो गाडीमा चढेर चाहिँ अनि अब गयौँ। मैले चाहिँ भिडियोहरू जस बोलेरै बनाइराखेको थिएँ कि लास्टमा त सबै भिडियोहरू डिलिट भएछ क्या। अनि त्यसपछि अहिले लास्टमा बोल्नु परिरहेको छ। अनि अगाडिको गाडीभन्दा भाडा पनि अलिक सस्तै लियो नि त। अगाडिको गाडीले चाहिँ 1350-1400 कति भनिदिरहेको थियो, तर यो गाडीले 1200 रुपियाँ मात्रै लियो। उहाँ अङ्कलले चाहिँ, जुन उहाँ कपडा के निकालिरहनु भयो उहाँ अङ्कलले चाहिँ। अनि त्यसपछि त्यही हो। अब धेरै लाइक त्यस्तो बमिट समिट केही पनि भएन, राम्रैसँग अब जाँदैछु यहाँसम्म चाहिँ। अब के कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला। खाना खुवाउनु हुँदो रहेछ। सबैजना खाना खान जानुभयो कि, अनि म चाहिँ यहाँनिर खाना नखाइकन खाने। मलाई खाना खाएपछि बमिट हुन्छ। यस्तो धेरै जाम पऱ्यो, 45 मिनट त जाम नै पऱ्यो क्या। यस्तो धेरै जाममा मेरो टाउको दुखेर हो। अनि यताउता हेर्दै बसियो एकछिन त के भन्नु, 45 मिनट भनेको सानोतिनो टाइम होइन। अनि त्यसपछि बल्ल जाम खुल्यो कि। जाम खुलिसकेपछि लास्टमा खोला छेउमा फेरि जाम भइदियो। खोलामा जाम भएर खुलेर फेरि पछि उता मासतिर जाम भइदियो क्या। यस्तो टाउको दुख्ने भगवान्। यहाँनिर हेर्नु यस्तो बिजोक भयो। यहाँनिर यो दुधको गाडी बिग्रिएर क्या, उकालोमा गाडी बिग्रेर यस्तो अप्ठ्यारो। अनि पछिबाट ब्याग स्याग सारेर यताउता गरेर अनि बल्ल हाम्रो गाडी कटायो। कटाइसकेपछि चाहिँ अलिक आनन्द भयो। अनि चाहिँ आनन्द हामी चाहिँ अहिले यहाँ खाजा खाने ठाउँमा आएको छौँ। म चाहिँ एउटा अमला र यो अमला यहाँ ड्राइभर दाइले दिनुभएको थियो कि। अनि अरू खायो भने त पेट मतलब भमिट हुन्छ नि त। अन्त दाइले खाना आऊ बहिनी, तिम्रो बिजोक देखेर खाना आऊ भन्नुभएको थियो कि। अनि के खाना पनि खुवाउनुहुन्छ? अनि खुवाउँछ आऊ भन्नुहुन्थ्यो। तर म सक्दैन भमिट हुन्छ नि त, त्यो भएको भएर
यो अमला सिन्धुली छ नि माथि त्यहाँनिर दिनुभएको सिन्धुली बजारमा यहाँसम्म आइदिएको यहाँ यो काभ्रे भन्ज्याङदेखि अलिकति यता त काभ्रे भन्ज्याङ नै भन्छ होला सायद अब जग्गा खाँदैछु चटपटे कोही पनि छैन एक्लै चटपटे 50 हो यति कस्तो हुन्छ अब खाइहेरौँ हेर्दाखेरि त खासै मिठो हुन्छ जस्तो त लागेन है अजिना बेसी हो जस्तो लाग्यो कलर आउँछ अजिनाको बिचमा त कस्तो जाम भएर कति धेरै जाम भयो नि त्यहाँनिर चटपटे ठिकै हो कि तब बिहानदेखि पनि खाएको थिएन नि त भोकले कस्तो भइरहेछ 50-50 रुपियाँ परेको खानु पनि भएन त्यो भएर खाँदैछु म चाहिँ चटपटे त्यस्तो मिठो नै यो चाहिँ कोटेश्वरमा पनि त्यस्तै जाम हो भगवान् कति साह्रो जाम भएको हाम्रो नेपालमा कति धेरै गाडीहरू क्या माइ गड अनि म चाहिँ जाँदैछु फाइनली म चाहिँ अहिले पसल आएँ 1 हप्तापछि यहाँ कुर्सीमा टक्क बसेको छु काउन्टरमा के खानेकुरो नि केही छैन सो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ अनि म चाहिँ आज चाहिँ पठाउमा आएँ कोटेश्वरदेखि यहाँ आउनलाई 350 रुपियाँ तिरेँ किनभने जामको बेलामा 375 देखाएको थियो पठाउमै 375 देखाएको थियो अफलाइन अनि 350 रुपियाँ तिरेर के हेरेको खान्छ खाली छ त मेरो त पर्स